अमेरिका सामु नेपाल निरीह 106 रनको हार। आइसिसी विश्वकप लिग 2 अन्तर्गतको अमेरिकासँगको खेलमा नेपाल 106 रनको हार बेहोर्न पुगेको छ। आइतबार दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले ठूलो रनको हार बेहोर्न पुगेको हो। अमेरिकाले दिएको 262 रनको लक्ष्य पुन्छ्याएको नेपाल 39.1 बलमा 156 रनमा अलआउट हुँदा हार बेहोर्न बाध्य भएको हो। ओमनमा भएको टी20 विश्वकप छनौटमा शानदार प्रदर्शन गरेको नेपाली टोली दुबईमा पहिलो एकदिवसीय खेलमा सुपर फ्लप साबित भएको छ। नेपालको बलिङ र ब्याटिङ लाइन पूर्ण रूपमा ध्वस्त हुन पुग्यो। कुनै पनि खेलाडीले शानदार प्रदर्शन गर्न सकेनन् र नेपालले हार बेहोर्न बाध्य भयो। अमेरिकाको जितमा हरमित सिंहले एक्लै 6 विकेट लिए। नेपालको ब्याटिङ लाइन धराशायी पार्ने क्रममा हरमित सिंह नायक साबित भए। उनका अलावा सान्जानेले 2 विकेट लिए भने उगाकरले 1 विकेट लिए। बलिङमा नेपालमाथि पूर्ण रूपमा हावी भएपछि नेपाली ब्याट्सम्यानहरू चल्न सकेनन्। यसअघि आशा गरिएका ब्याट्सम्यानहरूले पनि निराशाजनक प्रदर्शन गरेका हुन्। टी20मा ठिकठाक रहेको नेपाल एकदिवसीयमा निकै कमजोर देखिएको छ। नेपालको ब्याटिङमा सर्वाधिक दिपेन्द्र सिंह ऐरीले 40 रन बनाउँदा भीम सार्कीले 29, आसिफ शेखले 37 रन बनाए। सोमपाल कामीले 11 रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न नसक्दा नेपाल हार बेहोर्न बाध्य भयो। नेपालका ओपनर कुशल भुर्तेल 0 रनमा आउट हुनु पनि अर्को हारको प्रमुख कारण हो। अमेरिकाको जितमा स्मिथ पटेलले सर्वाधिक 75 रनको राम्रो इनिङ खेल्ने। यस्तै आन्द्रे गौसले 11 रन, सैजिद मुकमाले 42 रन, मिलन्द कुमारले 70 रनको नट आउट इनिङ खेले। यस्तै ब्याटिङमा पनि हरमत सिंहले नट आउट 16 रनको इनिङ खेले। अमेरिकामाथि नेपालको बलिङ लाइन पूर्ण रूपमा असफल साबित भयो। सन्दीप लामिछानेले 10 ओभर बलिङ गर्दै 56 रन खर्चिँदा 2 विकेट लिन सफल भए। दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामीले समान 1-1 विकेट लिन सफल भए। त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले दोस्रो खेल युएईसँग खेल्नेछ। नेपालले दोस्रो खेल अगस्त 30 का दिन युएईसँग खेल्नेछ। उक्त खेल बिहान 11:15 सुरु हुनेछ। यस्तोमा दुबईमा निराशाजनक हार बेहोर्न पुगेको नेपाली टोलीबारे तपाई के भन्न चाहनुहुन्छ? अनि नेपाली खेलाडीको प्रदर्शन कस्तो लाग्यो? नेपाल कहाँ चुक्यो? कुन पक्षमा सुधार गर्नु पर्ला? कृपया आफ्नो राय कमेन्ट बक्समा राख्न नभुल्नुहोला।